हेलो गाइस, हेलो अनि वेलकम, नमस्ते। अनि के छ सबैजना, सन्चै हुनुहुन्छ? म चाहिँ गाइस आज चाहिँ यो प्याराडाइस बिचतिर छु। मैले काम गर्ने रेस्टुरेन्ट चाहिँ यही भयो तल, बिच रेस्टुरेन्ट। अनि यो चाहिँ हजुरको यो प्याराडाइस होटल हो। यहाँबाट पारिसिपमा गएपछि गोजो गइन्छ हैन। सो यस्तो छ यहाँको ठाउँ चाहिँ। गर्मीमा काम गर्न रमाइलै छ यहाँ चाहिँ। अब समर सुरु भइसक्यो अनि आज चाहिँ काम नभएर जा त भनेर भनिदिइहाल्यो। अब हिँडेको यस्तै रमाइलै छ। अनि यो पनि हाम्रै हो। चाउ चाउ बाई बाई। अनि रमाइलै छ भनौँ जस। अब चाहिँ यहाँदेखि उता पारिसम्म त हिँड्दै जानुपर्छ। अब हिँड्न परिहाल्यो, के गर्नु। गाडी एउटा मात्रै आउँछ, छुटी पनि सक्यो होला यहाँबाट चाहिँ। अब हिँड्न पर्यो। यस ब्रदर, कम 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 कम। यो काले हो, काले चाहिँ यसलाई पनि पठाइदियो काम नभएर। आज वेदर ठिक छैन। अनि यहाँको चाहिँ यो पार्किङ एरिया भयो है। यो त सबै डाँडाकाँडा मात्रै छ, रमाइलै छ जिउ सुनाउन। आज चाहिँ धेरै पछि भ्लग बनाउनु पर्यो भनेर कोसिस गरेको। अब चाहिँ एकछिनपछि बस्छु। सो गाइस, फेरि पनि वेलकम छ। अब चाहिँ म बसमा चढेर घर जान लाग्यो। आज 2101मा चढेको। आज चाहिँ उता घुमायो, पपाया भिलेज भन्नेतिर लग्नलाई। म त जान्छ भन्ने पनि थाहा थिएन। अनि यो चाहिँ मसित सँगै काम गर्ने हो। यो यस्तो रमाइलो छ। म चाहिँ आज जाँदा जाँदै बेर हुने भयो। अब चाहिँ हामी जाँदा जाँदै टाइम लाग्छ यार। अघि जान पर्ने गइएन, त्यहाँ झर्न पर्ने रहेछ। एक स्टेप अगाडि झर्दैन क्या। यहाँ चाहिँ खेतमा नि मजाले काम गरिरहेछन्, मजा छ। यो ठाउँमा चाहिँ म दुईचोटि आइसकेँ। पुरै खेतबारी मात्रै छ, नेपालमा जस्तै होइन। अनि आजको वेदर पनि गर्मी नै छ फेरि, त्यही पनि ठिकै छ। यो चाहिँ तोरीबारी, बारी पनि तोरी। उता चाहिँ घोडा रहेछ, तर यहाँ चाहिँ के लगाएको छ, स्ट्रबेरी फलेको रहेछ उता चाहिँ। सही सही, दामी ठाउँ, दामी। गर्मी भएर बिजोकै भयो मलाई त। लास्टै गर्मी भएछ, पसिना आउन लागिसक्यो। यहाँ चाहिँ के रहिरहेको रहेछ, फर्सी रहेछ। यो चाहिँ पपाया भिलेज। तल चाहिँ गएको, भित्र छिरेको चाहिँ 15 युरो टिकट लाग्छ। हामी चाहिँ पहिला गइसक्यो। अब यहाँ त के जानु है, मान्छेहरू चाहिँ टुरिस्टहरू चाहिँ लास्टै आउँछ है यहाँ चाहिँ। त्यहाँ चाहिँ टनेल लगाएर के लगाएको रहेछ, टनेल बनाएर। पपाया भिलेज भन्ने यही हो गाइस होइन। सही, मान्छे कुरेर बसिरहेको छ। यो ठाउँमा एउटा मात्रै बस आउँछ क्या। रमाइलो छ जियोस् ठाउँ चाहिँ। हामी त गाउँमा गएर यो गर्मी भएर यहाँको ढोका पनि खोल्दैन, बसको ढोका पनि है। यहाँबाट हावा छिर्यो बल्ल, धुम गर्मी भयो। कस्तो धुन्दो लाग्यो क्यामेरा पनि। दामी छ ठाउँ चाहिँ।
जस्तै छ, रमाइलो ठाउँ छ है। रोड पनि लास्टै सानो क्या, अरू त ठिकै हो, रोड लास्टै सानो। फेरि गाडी चेन्ज गरेर हामी चाहिँ आइसक्यो। अब हिमाचल गएर झर्ने फेरि रमाइलो छ।